सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर 11 का वडा सदस्य अमर बहादुर चन्द वडाको एक जनप्रतिनिधिसँगै पशुपालन व्यवसायमा लागेका एक सफल कृषक हुन्। जनप्रतिनिधि भएका हिसाबले उनी वडाको कामकाजसँगै घरको कृषि कर्ममा व्यस्त हुन्छन्। कति हुन्छ हजुरको धान? धान अब आफूले खान किनिन्न त्यति हो। भेरीगङ्गा नगरपालिका वडा नम्बर 11 रामघाटको आफ्नै घरमा चन्द्र बाख्रा फार्म सञ्चालनमा ल्याएका चन्दले उन्नत जातको बोयर बाख्रा पालन गरिरहेका छन्। स्वदेशमै कृषि कर्म गर्नुपर्छ भन्ने स्वभाव राखेका चन्दले आफ्नो खेतबारीमा प्रशस्त धान मकै उत्पादन गर्छन् भने आफ्नो खेतबारीको छेउछाउमा बाख्राका लागि धेरै मात्रामा घाँस रोपेका छन्। उनले बाख्रा पालनबाट मात्रै वार्षिक राम्रो आम्दानी गरिरहेको र अबका युवा पुस्ताले पनि स्वदेशमै कृषि कर्म वा अन्य कुनै व्यवसाय गर्नुपर्नेमा जोड दिन्छन्। घरमै कृषि फार्म खोली उन्नत जातका बाख्रा पालेका चन्दले गत साल मात्र 10वटा खसी 11वटा माउ बाख्रा बेचेको र 2,50,000 बढी आम्दानी गरेको बताउँछन्। उनले यो वर्ष भने आफ्नो कृषि फर्मबाट धेरै मात्रामा बाख्राहरू घटाएका छन्। चन्द नेपाली सेनामा आबद्ध भई शान्ति सुरक्षाका लागि विश्वका विभिन्न देशमा गएका र उच्च शिक्षा समेत हासिल गरी 2079 सालको दोस्रो स्थानीय तहको निर्वाचनमा वडा सदस्यको रूपमा निर्वाचित जनप्रतिनिधि समेत हुन्। म भेरीगङ्गा नगरपालिका वडा नम्बर 11 को वडा सदस्य। एकैपल्ट खसी बनाएर 8वटा बेच्यो, अनि त्यसपछि बाख्रा र पाठी लाएर लगभग 22 गयो यो वर्ष लाछन्। अब अझै खास अब त्यति हुर्केको छैनन्। अब माउ गाई त पाल्नु भएको छैन छैन अब भैँसी पाल्ने बनाएको छु। प्लस एउटा सानो यसमा टहर बनाएर एउटा भैँसी अब दुध किन्नुपर्ने भयो। बाख्रा पाल्ने दुध खान नपाइने, त्यही भएर एउटा भैँसी खोजिरहेको छु। अब मलको लागि पनि अब खेतीपाती अब यो पुरै मल थियो, यो खाल्डो बाल्डो मल निकालियो। अब यतातिर मकैसकै लाउने काम भयो। अब एकजना अब बुहारी छन् अहिले। अब परिवार एकजना भयो, 3जना हुन्छौँ। 3जनामा अब खाना पकाउने भित्र काम बुहारी जिम्मा हुन्छ। बाहिरतिर घाँसपात अहिले घाँसहरू थुप्रो छ, पारी पनि लगाएका छौँ। घाँस धेरै छ। पारी किन्नु भएको? किनेको वार्षिक 6,000 तिर्छौँ। अनि काट्ने फेरि रोक्नु जाने आफै हो। डाला बोटहरू सबै काट्न पाइयो हैन? हजुर काट्नु पाइयो। अब यो फेरि यो बाख्रा कस्तो रहेछ भने, बाख्रा भनेको एउटा घाँस सधैँ नखाइदिने, फरक फरक किसिमको घाँस ल्याउनु पर्ने। अनि बेलुका डेली यिनलाई मकैको दाना दिइन्छ। एक दिन बिराएर अनि कुँडो दिने। अनि यो पानी पनि हामीले नुन तातो पानीमा हालेर अनि उ गर्छौँ, उमाल्छौँ, पिठो हाल्छौँ। अनि चाहिँ त्यहाँ चाहिँ पानी घोलेर हालिदिन्छौँ। यस्तै 2-3टा पानी खाइसके अनि बान्दैन, बन्द हुँदैन। दिउँसो बस्ने गोठ उता हो, त्यहाँ उता आनन्दसँग त्यहाँ बस्छन्। अनि बेलुका भयो भने यो खोलिदिन्छौँ। चिसो भयो भने भित्र बस्छन्। अब अहिले गर्मी मात्रै, कोही बाहिर हुन्छन्, कोही यतै हुन्छन्। धेरै थियो गोठमा नअटाउने किसिमको भएर यो भद्र गोल भएर बेचेँ। अब अहिले अलिकति ठिकै छ, अलि दुःख पनि। माउ बाख्रा चाहिँ कति छ हजुरसँग? माउ बाख्रा 9 छन् कि 9 छन्। पाठी पहिला चाहिँ 15 समथिङ 15 थिए हजुर। 15 थिए। ठुलो थियो एउटा माउ बाख्रा, त्यो अस्ति सिन्चु लगेर पालिरहेको छु। ब्याउनु थियो भने त्यहीसँग आज एउटा ब्यायो। त्यसपछि पाठीहरू गए धेरै, लगभग मसिना गयो। अनि बेलन बोका थियो एउटा। 15वटा राम्रो माउ बाख्राहरू पाल्ने हो भने एउटा किसानले वार्षिक आम्दानी चाहिँ कतिसम्म गर्न सक्छ? 15 पाल्ने हो भने 2 लाख त गर्दैन। वार्षिक 2 लाख मजासँग हुन्छ। वार्षिक? हजुर वार्षिक हुन्छ। अब दाना चाहिँ यस्तो छ क्या, पहिला बजारको किन्थेँ मैले,
हजुर बजारको दाना मकै पनि महँगो भयो, आफूसँग पनि मकै त पर्सौते हुन्छन्, लगभग 8-10 क्विन्टल मकै हुन्छन्। त्यो मकै हामीले प्रायः जसो दिने यी बाख्रालाई हो, हामीले मकै खाँदैनौँ। अनि अलिकति बाहिरबाट ढुटोहरू मिलमा पिसेको मसिनो ढुटो ल्याउँछौँ, अनि मकैको पिठो कुँडो बनाउनको लागि हुन्छ। अब बेला बेलामा जुगार दबाई आज बिहान त्यो भयो, आज बिहान यी दुईटालाई अलिकति डाइरिया भएको थियो, दबाई दियो। एउटैले अहिले त्यो माउ बाख्रा बेच्यो, एउटैका 3टा खसी छन् अहिले, 3टा थिए। हजुर एउटाका 2टा 3टा थिए, त्यो सेताका हजुर एउटा पार्टी चाहिँ एक ठाउँ दियो, अब एक बोको एक पार्टी छ। यसले 3वटा हजुर, यो सेताले दुई पटक, यो त ठ्याक्कै 6-6 महिनामा ब्याउँछ। अरू चाहिँ लगभग वार्षिक रूपमा ब्याउँछन्। यो अब बयर त होइन, क्रसमा हो। बयर यति हो मेरो, नत्र मेरो अरू चाहिँ छैनन्। अरू जमुना पारी खरी तिनै छन्।